नमस्कार, म महेन्द्र राई। यतिखेर हाम्रो राईहरूको चाहिँ पुरानो बाजा जुन बिनाए बाजा मैले बजाउन गइरहेको छु। सुनिदिनु होला, सिक्दैछु म पनि पुरानो बाजालाई चाहिँ। अहिले हामी युवाहरूलाई त प्राय थाहा पनि हुँदैन र थाहा पनि थिएन मलाई चाहिँ। यो बाँसबाट चाहिँ पहिला हाम्रो जिजु बाजेहरूले बनाउनु हुन्थ्यो अरे, र यो चाहिँ मैले फेला पारिसकेको छु मेरो ससुराली गाउँबाट। मलाई सासूले दिनुभएको उपहार हो। उहाँले छोरी पनि दिनुभयो, त्यस साथसाथै यो बिनाए बाजा पनि मलाई उपहार दिनुभएको छ। यसलाई मैले सदुपयोग गर्न गइरहेको छु। कृपया सुनिदिनु होला, बजाउनु त खासै धेरै आउँदैन, त्यो प्रयासमा छ। पक्कै पनि सुनिदिनु होला, यो लोकमुख बाजा हो। यो अहिले बनाउनु पनि जानिँदैन हामीले। यो चाहिँ मालिङ्गोबाट बनाइँदो रहेछ। हेर सक्नुहुन्छ, यस्तो मेहनतले बनाउनु भएको छ, धेरै राम्रो बनाउनु भएको छ। बजाएर सुनाइ पनि सकेको छु। हस्त, धन्यवाद।